आज साउन 17 गते करेसाबारीको लागि अगौटे प्रजातिको काउली र गोलभेडाको बेर्ना राख्दैछु। साउन र भदौ महिनामा बर्खा हुने भएकोले बेर्ना राख्नको लागि मैले यस्तो स्ट्रक्चर निर्माण गरेको छु जसले गर्दा बर्खाको पानीको जोखिम कम हुन्छ। बेड तयार भइसकेपछि बिउलाई एक नासले माथिबाट यसरी हल्का छर्नु पर्छ। यो धेरै बाक्लो बिउ छर्नु हुँदैन। यो चाहिँ टमाटरको बिउ हो र यसलाई पनि मैले हल्का यसरी छरे। बिउ छरिसकेपछि धुलो माटोले माथिबाट हल्का यसरी छोप्नु पर्छ। यसमाथि धेरै माटो राख्नु हुँदैन, नभए बिउलाई उम्रिन गाह्रो हुन्छ र बिउ नउम्रिने सम्भावना बढी हुन्छ। बिउलाई माटोले छोपिसकेपछि यसको माथिबाट सुतीको कपडाले ढाक्नु पर्छ। कपडाले ढाकेपछि यहाँ चिस्यान भइरहन्छ र बिउ उम्रिनलाई सजिलो हुन्छ। कपडाले छोपिसकेपछि माथिबाट हजारीको सहायताले हल्का कपडा भिज्ने गरी पानी हाल्नु पर्छ, जसले गर्दा यहाँ चिस्यान भइरहन्छ र बिउ छिटो उम्रिन्छ। यो कपडा बिउ उम्रिन थालेपछि लगभग 4-5 दिनपछि हटाइदिनु पर्छ। त्यसपछि बर्खाको पानीबाट सुरक्षित राख्नको लागि प्लास्टिकको सहायताले टनेल जस्तो स्ट्रक्चर तयार गर्नुपर्छ र मसँग यहाँ सानो प्लास्टिक छ र यहाँ स्ट्रक्चर बनाउनको लागि मसँग यो पहिल्यै यस्तो बनाएको छु र यसमाथिबाट यो प्लास्टिकले यसरी छोप्नु पर्छ। यसको एक साइडमा मसँग यस्ता साना साना क्लिप छन्। यो क्लिपले टाइट गरिदिने हो, जसले गर्दा प्लास्टिक हावाहुरीले यताउता सर्दैन, पानी पनि भित्र जाँदैन। त्यसपछि अर्को साइडमा यो डोरीले बाँधेर टाइट गर्ने हो, जसले गर्दा यसलाई आवश्यक परेको बेलामा खोल्न पनि सजिलो हुन्छ। हजुरहरूले पनि यो तरिकाले आफ्नो करेसाबारीको लागि आवश्यक पर्ने थोरै मात्रामा अगौटे प्रजातिको काउली र गोलभेडाको बेर्ना तयार गर्न सक्नुहुन्छ। यो भिडियो जानकारीमूलक लागेमा यसलाई लाइक र शेयर गर्नुहोला। धन्यवाद।